Vacation time May 2026. अबु धाबी एयरपोर्टदेखि कतार हुँदै काठमाडौँ जाँदै गरेको अवस्था। अबको केही समयमा मेरो नानी बाबुहरूलाई काठमाडौँ म भेट्दैछु। अब हेर्नुहोस्, अब वेटिङ गरेको मेरो फ्यामिलीलाई मेरो जग्गा भेट हुने बेला भइसकेको छ। अब यहाँनिर अलिकति बाँकी छ। आयो आयो ठुलो नानी आयो 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 अनि डल्लो पनि आयो। मम्मीले भिडियो बनाउँदै लाहेर यसरी हाम्रो भेट भएको थियो। अब हामी यहाँबाट म दुबईबाट काठमाडौँ आएको, नानीहरू बुटोलबाट मलाई काठमाडौँ भेट्न आएको कहीँ घुम्नको लागि। अब हामी होटल पुगेर आराम गरेर चन्द्रगिरी गरेको अवस्था नानीहरूसँग यस्तो छ। हेलो गाइस, म इनिका हो। हामी अब चन्द्रगिरी घुम्न जाँदैछौँ। हामी चन्द्रगिरी गरेको मजाहरू हजुरलाई अर्को भिडियोमा भन्नेछौँ। Guys, this is Daddy Khimananda here. अनि थ्याङ्क यू सो मच माई डियर फ्यामिली एन्ड डटर्स मलाई लिन आएकोमा काठमाडौँ। अब हामी हल्का यसो घुम्न चाहिँ फ्यामिली ट्रिप लिइरहेका छौँ। अल गुड, सो फार सो गुड, थ्याङ्क यू। चन्द्रगिरी आइएको हामी। हेलो गाइस, फिर उल्टा जाएंगे। ये मसूर सा खुल्ला ये लो। वो है तो चल। बिस्तारै जाऊ। रोक भाइ, जाऊ। केही हुन, ल गो गो गो, ल सानी। गो। धराहरा चढ्दै गरेको अवस्था हिँडेर बल्ल लिएरमा हामी यसरी धराहरा चढिदिन्छ। चढेर धराहरा जाने हो, यस्तो छ हालत। चौध यहाँ हेरेँ बाहिर 14 वर्ष बाहिर मोबाइल धर्न हुन्छ त्यो हाइट भएको ठाउँमा आयो आयो हामी। अब सानीको बर्थडेको दिन ल हेर, सानोले बर्थडे विस गरेको बिहान उठेर। अनि हामी सानीको बर्थडेको दिनको भिडियो आएछ है। अब ल यहाँनिर सानीको मामा माइजूको छोरी र बाबु नानी सानीलाई बर्थडे गिफ्ट। वाउ रमायो। इसान अनि कृतिका, लाला, कस्मिक।
अनि अब बर्थडेमा खाना खाने बेला पनि भइसकेछ केक काट्ने प्रोग्राम चलिरहेको छ सानी नानीसँग अल टुगेदर फ्यामिली बुवा मम्मो गिफ्ट आज हामी कहाँ गइरहेका छौँ अब यसपछि हामी शोभाखर एरिक र एन्जिला भएर पहाड घुम्न जाँदैछौँ ठाडाको जङ्गलमा हामी पहाड जाँदै गरेको अवस्था हरियाली घुमौरो रमाइलो गाउँको मनै रमाउने क्या रमाइलो बाटो अनि मथुरा सानीमाको घरको नजिकको खोलामा हल्का स्विमिङ गर्दै गरेको अवस्था नानी बाबीहरूलाई गाउँघरको रमाइलोको अलिकति अनुभूति दिएको के खेलिछौ सानीमाको घरमा लिचीको बुट्टामा चढेर ओरिजिनल अर्गानिक लिची खाँदै रमाउँदै गरेको अवस्था यो साह्रै नै रमाइलो मिठो पल थियो धन्यवाद सानीमा एरिक होइन कि होइन एरिक सानी एरिक एउटा हाँगो भएछ नि एरिक कसो गर्छ सानी यसो भर्खर यहाँ देखाउँदो दृष्टि देखाउँदो आगो देउतु त्यो के भएको थियो यो आगो भाग छ तलबाट माथिएर खस्यो यो अङ्कलले खसान्न यसरी कसरी भागिराख्यो कसरी भागेको थियो दौडिदै कहाँ धन्न लोटेको किन भागेर ए के भयो सानी बुटो हल्लायो कसरी हेर ए ऋषि भागेको कसो गर्छ ऋषि एरिकलाई लास्ट राई गाइस हामी यहाँ छौँ है हाई हेलो माथि बसेर हामी त्यहाँ सामान राख्ने हो भित्र अब हामी हाम्रो पाहाडको घरमा नानीहरूलाई घुमाउँदै गरेको अवस्था दे इन्जोय अ लट धेरै मान्छे हुँदा हामी यही सुत्थ्यौँ धेरै मान्छे हुँदा यही सुत्थ्यौँ हामी सबै मान्छे पाउन आएका लाभि रमाइलो हुन्थ्यो अलिअलि रुन्थे अलिअलि ठोकिन्थे यो यसलाई के भन्छन् भरेङ ल कान अरे कानसम्म पेला गर पहिला फेरि 2-3 घर गरेपछि उर्कन्छ त्यहीले खिच्ने फेरि कहाँ आउँछ र घुमेर यो बालपनको मेरा फेरि कहाँ आउँछ र घुमेर यो बालपनको एक्टिङ सुरु हुन्छ है यो भिडियोमा वाह
प्लाजा यहाँ आयो लोगों ने उसको सपोर्ट कर 3 दिनको बसाइसकेर घबुटो लाउने क्रममा पाल्पाको स्कुल आलो ड्रेस बाटोमा लाउँदा त कति राम्रो देखिको म त को होला भनेर हेरेको गए त ओ माय गॉड लास्टमा त म आफै रहेछु मलाई कति राम्रो देखेको स्कुल ड्रेस डाक्यौ भेटिन देउरालीमा साँझ परेपछि झमक्कै तिमीले राम्री भन्यौ राजै परिहाले मखै हो हरि भई है हाय गर अँ नाचो र एनिका पाण्डेले नयाँ साइकल किनेर चलाउँदै गरेको अवस्था ब्रेक लाउने होइन खुट्टाले भुइँमा टेक्ने हो अनि एनिका पाण्डे पहिलोचोटि साइकल चलाएर जोइकुटी जाँदै गरेको अवस्था स्टेसनरी सामान किन्नको लागि हाइवेमा दायाँ बायाँ हेर्ने होइन एक कुरो चलाउने हो यस्तो छ पारा काठमाडौँ घुम्ने क्रममा केही कैद गरिएका तस्बिरहरू चन्द्रगिरीको मन्दिरमा टीका लगाउँदै गरेको अवस्था देवादिदेव महादेव তুমি বিশ্বনাথ श्री पशुपति हरदेव मनका पिरजाति श्री पशुपति हरदेव मनका पिरजाति श्री पशुपति हरदेव मनका पिरजाति श्री कृष्ण गोविंद हरे मुरारी हे हर हर महादेव शिव शंकर हर हर महादेव शिव शंकर हर हर महा श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ जय जय भगवती सुपा देवी देउराली की माई जय जय भगवती सुपा देवी देउराली की माई अर्घा खाँची देव भूमिलाई तिम्रो शक्ति खोजेर नपाए जय जय भगवती सुपा देवी देउराली की माई जय जय भगवती सुपा देवी देउराली की माई प्यारो मावली घरको न्यानो सम्झना मामा माइजू नानी बाबुहरूसँग एन्जिलाको मामा घरको बारदली यो ठाउँ आफै गेस गर्नुहोला अब आफ्नै घरको छतमा बसेर वारिपारि हरियाली रमाइलो सिन देख्दै अनि आफूले लगाएको ड्रागन फ्रुटहरूलाई हेर्दै
अबको हाम्रो यात्रा म सालो ददी ठुलोबा ठुलो मम्मी गोरखपुर हुँदै दिल्लीसम्मको मेदान्त हस्पिटलमा मेरो फुल बडी चेकअप ठुलोबाको फलोअप अनि ददीको लागि पनि चेकअपको लागि अति रमाइलो फलदायी र चित्तबुद्ध भएको जहाँ संयोगवश लेखुसँग पनि भेट भएको थियो। ठुलोबा ठुलो मम्मीको उपचारपछिको खुसी अनि मिठो मुस्कान। धन्यवाद सबैलाई। रमाइलोपन। अनि अर्को ठाउँ हामी जानै पर्ने इन्डियामा दिल्लीमा रहेको अक्षयधाम, जहाँ पुरानो पुरातत्त्वहरू इन्डिया कसरी बनेको भन्ने कुरा रेकर्ड छ। अत्यन्तै एकचोटि घुम्न र जान लायक जिन्दगीमा। त्यसपछि हामी एउटा फ्यामिली आउटिङ, फ्यामिली ग्यादरिङ, हल्का आउटडोर सानो पार्टी रमाइलो गरेको। अनि भ्याकेसन सकेर फर्कँदै गर्दाखेरि दिदीसँगको मिठो भेटघाट। Best Area Manager Kima Pandey. The nominees to stand up to be recognized as well. Okay, and then the rest of